सरस्वती भगवानलाई दया लागेर पनि होला मेरो प्रहरीमा नाम निस्कियो। आहा, कस्तो खुसी पो लाग्यो त। हो नि, म पनि खुसी नै थिएँ। केही महिनाको कडा तालिमको लागि जानुपर्ने थियो। सानी छोरीलाई कसको भरमा छोड्ने, कहाँ छोड्ने? मेरो भन्नु त यो संसारमा कोही पनि थिएन। नानी 3 वर्षकी थिए। कुनै होस्टेलले पनि राख्न मानेन अनि एउटा होस्टेललाई एकदमै रिक्वेस्ट गरेपछि राखिदियो। म तालिममा त गएँ, तर बच्चासँग टाढा हुँदा एउटी आमालाई संसारै काखमा राखिदिँदा पनि रित्तो लाग्ने रहेछ। मेरो ज्यान पनि कमजोर थियो। सुत्केरी बेला बिग्रेको ज्यान बल्झिने रहेछ। म तालिममा धेरै ढलेँ। म त्यत्रो दुःखहरूसँग लडेको मान्छे छोरीसँग टाढा हुनु पर्दा जति पीडा अरू बेला कहिले भएन।